ओ हेलो बुढी ओ बुढी उठ न मलाई मासु खानु मन लाग्यो आज उठ न यार 7 बज्न लागिसक्यो 7 बज्न लाग्यो कुखुराको मासु मिठो बनाएर पकाउँदा सादा उठ त छिटो उठ 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 जल्दी उठो 7 बजिसक्यो अनि आज 7 बजिसक्यो नि सादा खायो नि त अहिले खाने नि बिहानीमा हो क्या मासु खाने सादा खानु हुन्न काँटै लाएर सुतेको ओहो मेरो बुढीको बाल फेरि आम्मा ल जाऊ मासु लिएर आऊ चाप मलाई मासु पकाएर खुलाऊ ल आज तिम्रो भिडियो बनाइदिन्छु ल जाऊ मासु लिएर आऊ छिटो मुखसुख धोएर ल बाई बाई मैले मासु पनि लिएर आइसकेँ अनि प्याज र टमाटर लगभग काटिसकेँ अनि ग्यास बाल्दैछु मेरो बुढाले खासै चिल्लो खानुहुन्न त्यही भएर मैले थोरै तेल हालेर बनाउन लागेछु मेथी एड गर्दैछु अनि एकदम मलाई मेथी हालेको एकदम मन पर्छ मेथी कालो भइसकेको छ अब म मासु हाल्छु मासु हालिसकेपछि हल्का चलाइदिन्छु अनि एकछिन रात हुन्जेलसम्म भुट्छु हल्का रातो भइसकेको छ एकचोटि ढाकेर मैले चलाउन लागेको छु एकैछिन ढाकेपछि मैले नुन र बेसार एड गर्दैछु एकचोटि नुन र बेसार हालेपछि चारैतिर नुन र बेसार लाग्ने गरेर चलाउँदैछु नुन र बेसार हालेपछि एकछिन ढाकेपछि हेर्नु त हेर्दै खाउँ खाउँ लाग्दो जस्तो भयो नि त त्यसपछि मैले प्याज र टमाटर एड गर्दैछु प्याज र टमाटर हालेपछि एकछिन मासुले छोपेर अनि ढाकिदिन्छु पाँच मिनट ढाकेर निकाल्दा यस्तो लुक्स आएको छ धन्दै डढिसकेको थियो लगभग अलमोस्ट पाकिसकेको छ थोरै सब्जी मसला एड गरिदिन्छु प्रायः हामीले सादा नै खान्छौँ मासु ल्याएको बेला कहिलेकाहीँ चाहिँ मैले सब्जी मसला हाल्छु अनि त्यसपछि मैले थोरै पानी एड गरिदिन्छु अनि हल्का चलाइदिन्छु अनि छोपिदिन्छु अनि अब यो फाइनल लुक्स अब बुढालाई एक पिस नुन चाख्न दिँदैछु बुढाले नि मिठो मिठो छ भन्नुभयो मेरो बुढाले यस्तै सादा खाना रुचाउनुहुन्छ अब म बुढालाई खाना दिँदैछु आजलाई यति नै बाइ बाइ